konnichiwa तपाईहरुलाई गुरुङ मोटो ब्लगमा स्वागत गर्न चाहन्छु र गुड आफ्टरनुन। आजको राइड चाहिँ तपाईहरुको लागि टोकियो एरियाको हुनेछ। हेरेर मजा लिदिनु होला। गर्मी पनि निकै बढिसकेको छ र राइडको मजा लिनु होला। सबैलाई सन्चै छ होला के कस्तो छ। प्लिज च्यानललाई हेरेर अन्तिमसम्म भिडियोको मजा लिदिनु होला। ल अब ढिलो नगरिकन ल स्टार्ट गरौँ है त हाम्रो राइडलाई। ल बाइक स्टार्ट गरौँ। साउन्ड सुन्नु न। ओहो ओके दाहिने चेक गरौँ। अच्छा चाहिँ आज गर्मी पनि छ। आज चाहिँ यसो घुमघाम गर्दै आखियाबारतिर आएको थियो। ल रेड सिग्नलमा पनि साइकल चलाइदियो। अबको यो अप्रिल महिनादेखि चाहिँ यस्तो गरेमा जरिवाना हुने भनेर नयाँ नियम आएको छ। साइकल चलाउँदै हुनुहुन्छ भने कृपया ध्यान दिनु होला। अस्ति हाकोने गएको बिरामीले हैरान भएर बल्ल बल्ल आज अलिकति सन्चो भयो। म हस्पिटल गएर चेकअप गरेँ। साउन्ड ल साउन्डको मजा लिनु होला है त। जाम साथीहरू। टोकियोको ठुलो ठुलो बिल्डिङहरू हेर्नुहोस्। साकुरा फुल्ने बेला हो खासमा अहिले त। ओहो यो त रङ लेनमा पो गइएछ त। सेट भयो नि त। दाहिने जाने लेनतिर आइएछ। बेला बेलामा हुन्छ मिस्टेक। यो कुराहरूलाई पनि ध्यान दिनुपर्छ। मौसम पनि घाम लागिरहेको छ। लेफ्ट लेनमा चल्दैनौँ। लेफ्ट चेक। एकदम कन्फ्युज यहाँको बाटो त। कुन लेन कता जाने हो थाहै नहुने यस्तै छ। भर्खरी भर्खरी म पनि सिकार छु। अब सधैँ हिँड्ने बाटो त थाहा हुन्छ। यो नयाँ बाटो आयो भने चाहिँ कता हो भइजान्छ। के बाइकलाई देखेपछि फेरि सबले फेरि आँखा घुमाइदिइहाल्छ नि त फेरि।
अहिले चाहिँ 3 बज्न लागेको रहेछ। घाम पनि चर्को छ, गर्मी छ। यतापट्टि ट्रेनहरू हिँडिरहेछ। बाइक चाहिँ कतिको साउन्ड कस्तो आइरहेछ हो तपाईँहरूलाई कमेन्ट गरिदिनु पर्यो साथीहरू। आज त झ्याउलायो अनि एक्लै हिँड्दै के गर्नु छ र भनेर यसो बाहिरतिर साइड सिङ हानिदिएको। हो टोकियो डोम रहेछ क्या हो त्यो त टोकियो डोम नै हो। को नयाँ हुनुहुन्छ भिडियो हेर्दै हुनुहुन्छ भने गुरुङ मोटो भ्लगलाई प्लिज लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। अब यस्तै हो जापानमा साथीहरू। के छ त सिधा लाइन ट्राफिक पनि हेर्दिनै पर्यो। यहाँबाट राइटतिर भन्छ त हो। कुन चाहिँ यो यता त होला नि। कस्तो खालको लेन छ हो। टेस्ला रहेछ नि त साथीहरू। टेस्लासँग कलर मिल्यो नि त। ओकुबो रहेछ ल ठिक छ। सिन्जुको आइसकेको कति छिटो। सिन्जुको सिटी भन्छु त ल ठिक छ। घाम पनि चर्को लागिरहेछ। पछाडिको गाडीवालाले रेन्जर हेरिरहेछ ए हेर भाइ हेर आज यो दिन फर्स्ट टाइम देख्दैछ हो यस्तो सिङहरू। यस्तरी यो दाहिने यिनीहरू कता जान्छ कता जान्छ त्यतै पुच्छर लाउने त होला। किन रोकियो अगाडि पनि केही पनि देखिँदैन। गाह्रो छ। नहिँडेको बाटो भएपछि यस्तै गाह्रो। यस्तो कुरोहरू यस्तो देखाएको छ न। हामी नि दाहिनेतिर नै हो कि ए यतै जाने रहेछ। ठिक 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 ठाउँमा आएछ नि त।
जापानको बाहिरको इन वातावरण बाहिरको ल अगाडि आइदिउँ म त कस्तो गर्मी भएको आज ल किन यस्तो गर्छ हौ मान्छेहरू स्लाइड लेफ्ट ओके फेरि जाममा परेछ साथीहरू मेरो चाहिँ यो पछाडिको ब्रेकमा चाहिँ अझै राम्रोसँग अब के भन्छ नयाँ भएको भएर त्यति लाग्दैन त्यही भएर आतारी जापानिजमा आतारी भनेको नेपालीमा के भन्छ हामी घरतिर जाँदैछौँ जाम्बुवा पर्यो होप तपाईँहरूलाई मेरो भिडियो मन परिरहेको छ होला ट्याक्कै 3 बज्यो 2:59 हो हेरेर घाम चर्केको साथीहरू किचन कोर्ट खतरा ठाउँ रहेछ चेस पौरठी पाउने ठाउँ रहेछ ल चल्दिउँ साथीहरू अब पौरोटीको पसल छ त हो किन हो छिराइदिउँ क्या हो ए छिराइदे ल सरी यो बाटो किन जाम यस्तो तर लास्टै गर्मी बढेर रहेछ हौ जो पनि नयाँ हुनुहुन्छ मेरो च्यानललाई माया गरिदिनुहोस् फर्निचर ट्रान्सफर गर्ने गाडी रहेछ आजसम्म चाहिँ मेरो बाइक कति गुडेछ भनेपछि 478 477 किलोमिटर गुडिसकेको छ 3 बजेको छ घडीमा फ्युल चाहिँ मैले अस्ति हालेको थिएँ 1 लाइन घटेको रहेछ गर्मीमा त पाकिन्छ कि क्या हो यो चाहिँ क्याफे रहेछ जापानिजहरु पसिनै आइसक्यो आज त मलाई त बिहान यस्तो जाडो हुन्छ
दिनमा अचानक गर्मी भत्तै बढिदिन्छ, बेलुका भयो जाडो हुन्छ। यहाँको मौसम पनि पोखराको लुम्ले काँडे जस्तो। यास छिराइदिन्छ कतै पर्खिनु पछाडि घाममा। ल साथीहरू फर्स्टमा आइदिए म चाहिँ सिग्नल रेड भएको छ। छिट्टै हरियो हुन्छ होला। ठुलो घरहरू हेऱ्यो जहिल्यै टाउको माथि गर्नुपर्ने कि। कुकुर डुलाउँदै रहेछ। ल साथीहरू हो साकुरा फुलेको एउटा पनि देख्दैन त किन हो? यो बेलामा साकुरा फुलेको धेरै नै देखिएन कि किन होला? खास त फुलेर नै झर्ने बेला भइसक्यो, फुलेकै छैन। 50-50 ग्यारेज बाइकहरूको सोरुम रहेछ। हेलो बोल्यो साथीहरू, अब हामी पर्खिनु पर्छ, अगाडि गइदिउँ। कान्छी मोटर चाहिँ देब्रे रहेछ क्या हो, हामी जानुपर्ने। मौसम पनि ठिकै छ, अलिक गर्मी बढे जस्तो फिल भयो मलाई चाहिँ। बादल लगाइराखेको छ। ट्याक्सी हेर्नुहोस् है, जर्मनको ट्याक्सी। यहाँबाट हामी लेफ्टतिर जाँदैछौँ। क्या नयाँ नयाँ बाटो आइरहेको। ल नयाँ नयाँ ठाउँ देख्न पाउँदा चाहिँ जस बाइक भएको मजा नै यही छ साथीहरू। अब धेरै थोरै आफूले जानेको नियमहरू पनि तपाईँहरूलाई सिकाउने नै छु। अब पहेँलो बोल्यो सपोज, अब तपाईँ रोक्ने सक्नुहुन्छ त्यतिको डिस्टेन्समा भनेपछि चाहिँ तपाईँहरूले चाहिँ रोक्नुपर्छ। अब त्यतिको डिस्टेन्समा चाहिँ तपाईँले रोक्न सक्नुहुन्न भनेपछि भयो भने चाहिँ तपाईँहरू जानुपर्छ। चामल पानी ठाउँ रहेछ। मामा घर पो रहेछ त, म त नदेखिराखेको। मामाले डेन्जर हेरिरहेको रहेछ। यो ठाउँमा पो आइपुग्दो रहेछ। ल ठिक छ।
जाम 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 हरियो भयो साथीहरू। अब धेरै लामो भिडियो पनि नगरौँ, ठिक अब भिडियोलाई हेरेर मजा लिनु होला। अब यहाँबाट चाहिँ हामी दाहिनेतिर लाग्नुपर्छ। होइन हो हो कस्तो कन्फ्युज भइरहेको मलाई सधैँ हिँडिराख्ने बाटो। हिगासी चिबाङ अप्पा होटेल। यता चाहिँ फुल्न सुरु भएछ है, पिङ्क कलरको साकुरा। साउन्ड सुन्ने खतरा झै 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 गर्दा यो बाइकको साउन्डले आमामा मार्यो मलाई त। सफा पनि गर्न पाएको छैन। एम्बुलेन्स आयो कताबाट, पछाडि आएछ। साइड लगाइदिउँ न कोकम। ओके डेन्जरै पो जान्छ त। ट्रक रहेछ मैलो बोक बालो ओसारी ट्रक। फर्स्ट टाइम देखेँ होला हौ मैले यस्तो पुरानो ट्रक त। म त यस्तै यहाँ प्रायः सबै गाडी उसहरू सब सफा हुन्छ। जम 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 ल कटेन नि, वेट गर्नुपर्ने भयो। कुकुर रहेछ सानो मान्छेहरू बाटो काटिरहेछ। हो यसले हेरिदियो खतरा। ठिक छ ठिक छ। त्यस बाइक देख्यो भने चाहिँ सबले एक लुक चाहिँ दिन्छ है। ब्ल्याक बल एडिसन कलर टुरिङ बस रहेछ। तपाईँले भिडियोको मजा लिइराख्नु भएको छ होला भन्ने आशा छ। म बिस्तारै बिस्तारै बानी पार्दैछु सबै कुराहरूमा। कति धेरै गाडी आएको भनेको आमामामा। रेसिङ गाडी गयो। फोटो गरिदिउँ। उबर इट्स यो चाहिँ 50 सीसी को स्कुटर है साथीहरू। यस्तो स्कुटरहरू चाहिँ हाइवेतिर चलाउन पाउँदैन। यहाँबाट हामी लेफ्टतिर जान्छौँ। हाई बिम बोलेछ फेरि यहाँबाट। दुइटै 50 सीसी को रहेछ।
आज चाहिँ अब लगभग आज फ्राइडे हुन्छ, त्यही भएर सबै भोलि स्याटरडे सन्डे प्रायः छुट्टी हुने भएको भएर चाहिँ सबैजना घुम्नको लागि निस्किन्छ। म जस्तै यो ट्याक्सीहरू हो कि जहाँ मन लाग्यो त्यहीँ रोकिदिन्छ त नि, त्यो थाहै नभइकन। छिरा भाइ छिरा, धेरै छ दिन। यो डेलिभरी गर्नेहरूलाई चाहिँ लास्टै हतार हुन्छ, टाइमको उस हुन्छ नि त, त्यही भएको भएर। यो चाहिँ सिङओखुबो भन्ने ठाउँतिर आइपुग्यौँ हामी चाहिँ। सो घुम्दै फिर्दै गल्लीमा त यस्तो लाउड आउँछ नि यो बाइकको साउन्ड। यहाँबाट हामी लेफ्टतिर गइदिउँ। सबले हेर्छ, बच्चाहरू आएछ। Arigato. लगाएछ अब चाहिँ भिडियोलाई अब यहीँ इन गर्नु पर्ला। हेरेर धेरै धेरै थ्याङ्क यू। प्लिज च्यानललाई चाहिँ लाइक सब्सक्राइब गरिदिनुहोस् होला है। परैबाट थाहा पाउँछ कि मान्छेहरूले चाहिँ। ल भिडियोलाई चाहिँ यहीँ इन्ड गर्छु है साथीहरू, थ्याङ्क यू।